This is my place. Hello guys, good morning all of you. Welcome to my vlog. Welcome back to my YouTube channel. So आज चाहिँ हामी रारा गइरहेछौँ. लेट्स सी तपाईलाई पनि देखाइदिनेछौँ राराको भ्यू. गाइस यो चाहिँ हाम्रो गाउँ हो. राम्रो भइरहेछ है. सो हाम्रो गाउँ चाहिँ अहिले नि करिश्मा कार्की. मेरो चाहिँ भिनाजु कस्तो लागिरहेछ तपाईँलाई? दिलै कस्तो के भन्नुभयो तपाईँले? लु क्यामेरा आउँदिनु ल. सबै आउनु पर्यो नि. ल रमाइलो भइराख माथि माथितिर. रक्स. पछि हिँड्दा हिँड्दै थकै लाग्यो नि रमाइलो हुन्छ. कहिले थकाइ लागिसक्यो? खै अम्मा. हाम्रो गाउँ चाहिँ रोड पिच भएछ. मैले आज देखेको के भयो रे? पिच भएछ रोड. मैले देखेकै थिएन. उहाँलाई चाहिँ धेरै एक्सपिरियन्स भइरहेछ. ओहो ओहो के अरे उ नेपाली के एक दुईदेखि नेपाली. पछाडिबाट नेरालो ढाका त नजिक गाइस. विदेश हामी चाहिँ माछा हुँदा माथि पुग्यो. गर्मी चाहिँ मारिसक्यो. पानी घट्टा हो कि मिलो? पानी घट्टै होला सायद. कस्तो हो देखिएन. टिका पनि गइहालेछ. सब काला काला भइदियो. काला मान्छे अहिले फेरि जामा टाढो पठाइपुग्यो. ब्यागमा राम्रै आइरहेछ मेरो आज. गन्न यो चाहिँ सिन यस्तो हात समात्ने त के भन्नु. उता उल्टा भयो त. उल्टा ए यस्तो होला. चाहिँ सेरी जामा भन्ने ठाउँ आइपुगेका छन्. कति राम्रो भ्यू पोइन्ट. थाकेर चाहिँ लुतुरकै भइजाउँ. थाकेर मेरो नामै गाइस भइसक्यो कि युट्युबबाट यो भएर. यस्तो छ हाम्रो. यस्तो पहिरो जान्छ तर हामी बाटो बनाइहाल्छ. हाम्रो गाउँपालिका यहाँ लाग्यो. हामी चाहिँ खाना खाएर अहिलेसम्म कि देखि यही देखाएको छु जस्तो लागिरहेको. बाटो राम्रो छन् धेरै. ढटेलो ढटेलो यो त रारेछ त. ढटेलो चाहिँ यात्रा जारी रहेको छ. तर गाडी छ तर खुट्टा दुखेर चाहिँ एकदम भारी भइरहेछ. केही छैन. हामी हिँडिरहेछौँ. अझै भिनाजु कालो भइसक्नु भयो मेरो भिनाजु. हो यस्तो पहाड छ हाम्रो चाहिँ. हेलो भनिदिनु सबैजना. ए होइन लगाउला माया छल. मेरो भिडियोमा क्यामेराम्यानको भेट भयो. बाजे भन्नु न कस्तो लागिरहेको छ भन्नु न. धेरै थाकियो. ठिक छ. माथि 8 भइसक्यो. 7 घन्टा 7.5 घन्टा हिँड्यो. 3 घन्टा सरे 9 घन्टा हिँडिदिनु भयो. यसरी पढ्या भयो हुन्थ्यो. पढ्नु लाग्दैन. आज गोरी देखेँ है. म पनि देखिरहेको छु. कस्तो भइरहेको छ तँलाई? एकदमै अरू केही पनि चस्मा भएन कि हाल्छ. मेरो चस्मा छ कि. यस्तो बवाल भ्यू भइरह. तपाईँहरूको यस्तो राम्रो भिडियो खाइ. के भयो र? किन? ल हिँड अलि. हिँड्नु त पनि. म क्यामेराम्यानमा म अब स्थगित भएँ. अडियो भन भिडियो. ल
सैनिक इलाका फोटो खिच्न मन छ भनेको हुनसक्छ छ नि यस्तो यहाँ तर किन बन्द भएको आजभोलि त्यो आदि त हुनुपर्ने है यस दसैँको बेला भनेर के हो त्यो त भएन हामीलाई चाहिँ के हो पनि है कस्तो राम्रो भिडियो आएको छ अहिले तिमी यहाँ हेर्न यो के हो त्यहाँनिर हेर्नु त ए हेर्नु कस्तो राम्रो आइरहेको छ आकाश आकाश बादल तिमी र म भन्दै तपाईँको हो तपाईँको खोलाबाट आउने खोला हो त्यो ठाउँ ठाउँ मिसेर चाहिँ यति ठुलो भएको छ हाम्रोमा चाहिँ धेरै ठाउँबाट मिसेर ठुलो भइरहेछ त्यो चाहिँ यति राम्रो पानी छ हिउँ जस्तो राम्रो पानी कलकत्ता खोला कलकत्ता भोगा कलकत्ता खोला सिँचाइ गयो बगायो जुत्ता काट करिश्माजी सँगै छन् अस्मिता मेरो साथै ओहो ताली हेलो चत्ता मात्रै बस हजुरको लागि ल्याइदिएको जुत्तो भाइ यस्तो राम्रो हेर न कस्तो राम्रो पुल कलर सलर टक्क लगाएर है बाटो जस्तो भए पनि जे भए पनि हालो हजुर सिमसार क्षेत्र यो के क्षेत्र हो के क्षेत्र हो करिश्माजी ओहो करिश्माजी नाटक गरिरहन् नाटक जी भने नि भयो करिश्माजीलाई राधाको बाटो समाजमा भने कस्तो हिमाल जस्तै वाउ कस्तो वाउ खोला कला साह्रै थाक्यौँ सबभन्दा धेरै बिना थाक्नु पर्छ ठुलो बिनाजु त्यसपछि म सबजना थाकेर लिटिर्क भइसकेँ बिनाजु यो खुट्टा दुखेर हिँड्नै सक्नु भएन हाम्रा साथी मेरो झोला चाहिँ बिनाजु बोक्नु भएन हामी चाहिँ अब जेउडा खोला पुग्यौँ यस्तो यहाँ चाहिँ यति होटलहरू छ यस्तो गाह्रो भइरहेको गाइस खुट्टा दुखेर है हिँड्नै सकिरहेन हल्का हल्का पाटन जस्तो खोला कल कल थाक्यो बाउ भन्दै बिहान 7 बजेदेखि ननिस्टर हिँड्न चाहिँ 4:30 भइसक्यो हो स्ट्रगल गरेर डाँडा पुग्नुपर्छ केही पाउनलाई केही गुमाउनुपर्छ यस्तो हो यहाँको मेन मान्छे हो नि त धक्काले लाग्यो खुट्टामा चाहिँ उठिसक्यो अब डाँडा पुग्न चाहिँ थोरै बाँकी छ स्याउ खान्छौ सुन्तला अस्मिता यस्तो छ हाम्रो कपडा उठेर कप चाहिँ मुरमा आइसक्यौँ पहिला हामी यो घरमा बसेको थियौँ अहिले पनि त्यस्तै रहेछ अब चाहिँ हाम्रो फाइनल्ली वेटिङ ओभर भइसक्यो बहुत धेर भइसक्यो अब चाहिँ थोरै छ ल देखाइदिन्छु अनि भाडाको भ्यू अब आइसक्यो आकाश र तल एउटै देखिन्छ क्या त्यहाँबाट अब चाहिँ यसो थोरै छ यो चाहिँ मुरमाको होटलहरू गोरु छ भने यहाँको पाहुनाको गोरु कस्तो गोरुलाई स्वागत गरिरहेछ हौ यसमा त गोरु गयो गोरु बास्केटबलको फुटबल भइरहेछ यहाँ मेरो साथीले फोन गरेर कि नै भयो सबै चाहिँ पुग्नै रहेछ अनि त्यो चाहिँ मध्यवर्ती क्षेत्र हो सो फाइनली हामी धारा पुगिसकेको छौँ आँखा चाहिँ म गरेर हेर्नु न टक्क म आँखा पत्ती बाँधिदिन्छु नि त सबैको ओके ओ भेट्यो ओ यो चाहिँ सिमसार क्षेत्र ऊ चाहिँ पैसा भएपछि तपाईँ पैसा उठाउनु
यहाँ पनि देवता हुँदैन आँखा थियौँ हो नि जिउँदै स्वर्ग देख्नु भएको हामी हो नि यस्तो कुर्कुच्चामा लाग्यो भन्नु न Oh my god, खतरा देखेला यार आइगयो है ओ माय गॉड पल्लो डाँडा देख्नु भयो खतरा देख्न लाग्यो है माछा टुट्याउनु हो गाडा गयो अरे आँखा चेप्देऊ नि त नि फोटो खिच्नु हैन खतरा ल ल खुट्टा सुट्टा ओ माई गड गड भेट्यो है सो गाइस यताबाट पार्दैन पारेबाट यस्तो फर्किँदैन न माथि पुलबाट के भन्दै रेबल हो कि रुँदै आयो नि रेबल त्यसलाई क्यामेरा छैन त्यसमा के अरे भिडियो क्यामेरा छैन रे हो र कसले भनेको भन्दा खाए के गर्यो ल सल्टी लायो ल सो फाइनली धारा आइपुग्यो गाइस दिस इज बस प्लेस यो सिमसाहरू डुबाउन सक्छ अहिले उताबाट लाइटिङ दिएर आउँदा आई लभ लारा यो चाहिँ के भन्छ बेलुकाको भ्यू हो तर हल्का टिल्किरहेछ भैँसी हेलो भैँसी हाउ आर यु रारा रारा आई लभ रारा स्वर्गकी अप्सरा धरतीमा झरी पानी नपाएर मरी भन्थे कस्तो लाग्दैछ तपाईँलाई त्यसमा बाँचियो कसरी बाँच्यो कि कस्तो हावा भन्थ्यो ल अब चाहिँ राति पर्न लागिसक्यो 6 बजिसक्यो सो गाइस रारा किरानी चाहिँ खुसी छिन् हाम्रो बस्ने ऊ चाहिँ दिदी बिनाजु रारा पुगेर जाडो भएर आगो ताप्न लागिसक्यौँ के भनिदिनु त दिदीलाई पनि भेटिसक्यो अगाडि बुक गर्दा उठ्नु है उठ्नुहोस् 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 आम रेडी रारा घुम्नको लागि सो गुड मर्निङ गाइस डे 2 चाहिँ हामी रातको भ्यूहरू देखाउँदैछौँ सो हेरिदिनु होला आम रेडी तर राम्रो त भएको छैन बट आम रेडी हामी चाहिँ रेडी भएर जान लागिसक्यौँ तपाईँहरू पनि रारा आएपछि सम्झिनुलाई होटलमा बस्नको लागि नेटु अंकल म चाहिँ हिरो नि रे हामी चाहिँ यसो रेडी भएर गइसक्यौँ राराको भ्यू देखाउनलाई दिदीलाई सो आइन यो चस्मा यो लगाएर मलाई दिएन बरु त्यो मलाई राम्रो देख्यो कि हुन्छ हेलो घोडा भनेर क्या बिहारेको सो फाइनली उमेश जस्तै छ त उमेश जस्तै उमेश दल भदै कारण ओह यहाँ के भन्दा एस आम हामी यही हो यहाँ पनि गर्नु कता भन्दै तपाईँ के
हामी पनि केक कम भाइ त्यस्तो भन्न बिना हामी पनि केक कम भाइ जीवन देशको लागि समर्पण यस्तो बनाइदियो यति हो हेरेर सो इन्जोय गरिदिनु होला है मेरो भ्लग चाहिँ त्यस्तै छ सो फाइनली रालाको भ्यू चाहिँ यस्तो छ घाम टिल्किरहेको छ अब ढुङ्गा अब चाहिँ ढुङ्गा चढ्ने हामी फास्ट लगाइ किन पुग्नुपर्छ मोड मोड कता चल्ला गाडी मोड मोड राख्नु उता मात्र मोड के जस्तो तल जान्यो एकछिन हल्का घुमाएर लानु न हौ मान्छे हाल्ने ओहो हामी त के यहाँ झर्नुहुन्छ अझै ल हामी चाहिँ अब यहाँ सब यहाँ भिडियो बनाइदिनु तर हल्का घुमाएर लानु न घुमाएर लानु लानुहुन्छ उता लानुहुन्छ बोर्डिङ गर्दै सबैजना मान्छे यहाँ राख्दै झार्दै राख्दै राख्दै गाडीमा चाहिँ हुन्छ दिस इज मी मान्छे हाल्दै दाजु गयो कहाँ गयो भन्ने यहीको भाषा हो कि सो हामी चाहिँ ढुङ्गाबाट ओर्तिसक्यौँ अब चाहिँ महादेव स्थान जान्छौँ खुसी हुनुहुन्छ भनेर कि मेरो ब्लगमा चाहिँ सो हामी चाहिँ त्यहाँ माथि जानु लाग्यो अब महादेव स्थानको यात्रा जारी रहिरहेछ ढकाल्नु भन्दैछु राराको पुरै भ्यू चाहिँ देखिन लाग्यो है जाँदैछौँ म चाहिँ हर हर महादेव यस सोल्टी र भिनाजुलाई चाहिँ यहीँ राराबाट बिदाई गरेको है सो नराम्रो चाहिँ लगाइरहेको छ अब राम्रोसँग जानु होला अब सेभ जर्नी मेरो भिडियो हेरेर चाहिँ कमेन्ट गर्नु होला थ्याङ्क यू भनेर त्यतिखेर कस्तो इमोसनल भएर मैले भिडियो गर्न पाइनँ बिदाई हुँदाखेरि तर अब हामी तिनजना मात्रै रह्यौँ भिनाजु दिदी म सोल्टी र ठुलो भिनाजु जानुभयो चाहिँ अब राराबाट घर गयौँ हामीले रारा आउनु भने हामी दिदीलाई सम्झिनु होला हाम्रो आफ्नै दिदी हुनु ल बाई दिदी बाई गर्नु आउँदै गऱ्यो हुनु न गेस्टहरू पनि आउँदै गऱ्यो हामी चाहिँ अब होमस्टे छोडेर गयौँ राराबाट रिटर्न ब्याक होम राम्रो बस्नु है दि भोलि पर्सि आउनु होला ल बाई 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 यस्तो भन्दैन अब तर थोरै देखाउँछु ल सो गाइस अब चाहिँ लगभग रारा घुमि पनि सक्यो भोलि पर्सि दसैँ भएको कारणले घरमा पनि मम्मी एक्लै हुनुहुन्छ के गर्नु काम कति छ घाँस काट्नु छ यताउता छ सो त्यही भएर चाहिँ अब चाहिँ हामी अब चाहिँ लाग्यौँ है घरतिर यस्तो छ हेर्नु अन्तिम जाँदा जाँदै पनि राराको भ्यू चाहिँ देखाउने छु हल्का फुल्का भए पनि लेट्स से मेरो भिडियो हेरेर इन्जोय गरिदिनु होला रमाइदिनु होला के कस्तो छ यसो भनिदिनु होला तर आउन त आउँदैन त्यही पनि रहर चाहिँ कति हो कति भनेर भन्नु होइन थ्याङ्क यू सो मच बाई बाई टेक केयर माया गरिदिनु होला लेट्स सी